ल गाइस, आज चाहिँ हाम्रो भेना र मेरो खानेकुराहरू है। यी हेर्नुहोस् त, लाहम बिरयानी। यो चाहिँ लाहम बिरयानी छ हैन। आजको हाम्रो खानेकुरा यस्तै छ। अब खाँदै बस्दै हैन, गफ गर्दै भेनासँग। त्यही भएर ल गाइस, अब हामी खाँदैछौँ केएफसी अनि खानेकुराहरू देखिहाल्नु भएको छ। ओके ल कान्छ, ल खाऊ। म त केएफसीमा सुरु गर्छु फर्स्ट अफ अल हैन। मेरो कान्छ जेप्रे नै भयो नि त, उताको नै खुवाउने त उस्तरी मैले यस्तो गरेन अनि देब्रेले खुवाउनु त्यसरी पो त कस्तो मिठो लाग्छ भात। हेर्नु त एकदम खाने तपाईँ? म त केएफसी खान्छु। केएफसी खान आउनुहोस्। केएफसी kah punya boleh mai. Ayo. Tumai. गार्डनिङ ल केएफसी खायो टन्ना। आज केएफसी मेरो कान्छोले माया गर्छ। बुढीले ल्याइदिन्छ नि, बुढीलाई केएफसी ल्याइदिन्छ। ल खाऊ, खान्छ खाऊ, मिठो छ। आज तपाईले जस्तो काम गर्नुभयो नि, भन्नु त्यस्तै छ। अब अलिकति निको भए। लाम खाऊ। तपाईँको लागि अर्डर गरेको पो त मैले। पेप्सी खानु हुँदैन। ल गाइस, मेरो टिकटक भिडियो त यतिकैमा यस्तो भइसक्यो। ल गाइस, हामी चाहिँ खानेकुराहरू खाइसक्यो होइन। मेरो कान्छा आइपुगेर यी खानेकुराहरू टन्ना छ है। एकदम मिठो भात एकदम लाहामसँगको भात हो। वाउ, भात पनि राम्रो छ, एकदम मजाले खायो। मेरो कान्छा चाहिँ यता उ लाइफमा बस्दैछ।